ती ध्रुवो काठमाडौँ सहर गोरु भन्दा तगडा बहर सरर पानी घट्टामा म त काइली राख्दिन तलाई पोइ खोजेसै मेरै सट्टामा ए टाइगेले चट 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 मेरा घाँस हाल्नु पर्ने श्रीमतीलाई उता पठाए ट्याक्क चाकेटी भेट्यो हल्का राख्दा गर्नै पर्यो नि होइन के भयो किन रोकी दुख्यो केही गरेको छैन त्यत्तिकै दुख्यो भन्छ बा आँखा छैन मान्छेको ठोकिँदैन ए म ठोक्या कि तिमी ठोक्या ए साथै हामी कसरी ठोक्या उता हेरेर हिँडेपछि ठोकिँदैन त त्यही ठोकेस भन्न त उता हेर के रे के हेरे एकछिन ठोकिँदा त आनन्द आउँदैछ ठोकिँदाखेरि नि शरीरको माथिल्लो भाग जिरिङ्ग तल्लो भाग सिरिङ्ग भयो अनि तिम्रो टुप्पी चाहिँ ठिङ्रिङ्ग भयो होला होइन भएन टोपी लगाएको थियो नि त तिम्रो बिहे भयो छैन मेरो पनि भएको छैन त्यसो भए म के गरौँ त हामी गरौँ न के बिहे ओहो हो काहीँ नपाएर तिमी जस्तो बुढोसँग मैले बिहे गर्ने यति बुढो भइसक्यो बिहे भएको छैन रे काहीँ नभएको फुडो नभन न फुडो दुख्छ मेरो घुडो धर्म ल बिहे भएको छैन छोरा मात्र यत्रो भएको हो नि मैले पनि तिमीलाई नाटक गरेकी मात्र हुँ मेरो त बिहे भएर 4-4वटा छोरा भइसके अनि कति जाँगर चल्या अनि जेठो छोराको नाम चाहिँ के गणेश अनि माइलोको गणेश माइलोको पनि गणेश साइलोको नि गणेश साइलोको पनि गणेश अनि कान्छाको पनि गणेश कान्छोको पनि गणेश भनेपछि त एउटा छोरालाई बोलाउँदा 4वटा छोरा गुटुटुटुटु आउँछन् होला होइन जुन छोरालाई बोलायो त्यही छोरा टुप्लुक टुप्लुक आइपुग्छन् जुन छोरालाई बोलायो त्यही छोरा टुप्लुक आइपुग्छन् रे अनि कसरी नाम पो एउटै त थर त फरक छ नि मलाई पनि मन लाग्यो नि के मेरै थरको छोरा जन्माउन अनि तिम्रो बुढाहरू कहाँ छन् नि सबै विदेशमा छन् बुढो विदेश धाउने उसले उतै कमाउने स्वास्नी यता रमाउने बोयफ्रेन्ड बनाउने नरिसाउन यहाँ सुन वनको काफल वनकै लाखुलाई कोही फेर्छन् दिनका दिन तरुनी एउटा पनि छैन आफूलाई आउच के भोके के भो चिलायो खै त्यताको चिलाइन के मलाई चिलायो कहाँ चिलायो ओ भन्या मेरो यहाँ ढाडमा बनाइदेऊ न ओके होइन तिमीले मलाई कनाको कि मुसारेको कनाको कि मुसारेको दुवै हो त्यसरी कनाउँछन् उता फड्क यसरी आनन्द भयो मलाई पनि आनन्द भयो के रे मलाई चिराको तिमीलाई कसरी आनन्द भयो जस भयो अब सुन न तिम्रो यो पछाडिको पाटो मात्रै चिलाउँछ अगाडिको पाटो चिलाउनु न पछाडिको पाटो पो हातले भेट्दिन फेरि कनाउ भनेको अगाडि त शिरदेखि पाउसम्म भेटिहाल्छु नि तिमीलाई भनिरहनु पर्छ ठिकै छ कहिले काहीँ अल्छी लाग्यो भने मलाई भन है के रे ला होइन फेरि किन रो मेरो पैसा चोरी भयो नि त पैसा चोरी हो रे हो भन्या अनि पैसा कहाँ राखेको थियौ अब हामी महिलाले पैसा कहाँ राख्छन् नि यहाँ राखेको थियो नि होइन यहाँ राखेको पैसा चोर्दा कसरी थाहा नपा त्यो बज्याले पैसै चोर्छ भन्ने मलाई के थाहा त के रेको बाँकी पैसा छ कि भन्ने हेरे नि अघि नै चोरी भयो भनेको सुनेनौ मलाई चान्चुन